Hello guys, welcome back to the channel. It's your friend Sangeet back with the new video. र मेरो रिभ्यू सुन्नुभन्दा अगाडि केही कुरा जान्ने कोसिस गरौँ टिभीएस रोनिनको बारेमा है। र पहिला हामी जान्ने छौँ यसको लुक्स अनि डिजाइनको बारेमा, अनि यसको परफर्मेन्सको बारेमा हामी जान्ने छौँ है, के कस्तो यसको परफर्मेन्स रहेको छ, अनि अन्तमा मेरो रिभ्यू तपाईहरुलाई अहिलेसम्म है म टिभीएस रोनिन प्रति मेरो honest review राख्ने छु। So let's start the video. So guys, जसरी यसको नाम रोनिन राखिएको छ नि, यो रोनिन भन्ने नाम चाहिँ जापानिजमा समुराई विदाउट मास्टर है। जसरी एउटा समुराई मास्टर बिना हुन्छ त्यसै नै यो बाइक पनि एकदमै पावरफुल छ। र यो बाइकको विषयमा कुरा गर्दाखेरि चाहिँ यो क्रुजर टाइपको बाइक टिभीएसले भनिएको छ, तर अलिकति कन्फ्युज थियो के त। यो यसले सबै काम गर्छ, क्रुजिङ पनि काम गर्छ, अफ रोडिङ पनि काम गर्छ है। एकदमै राम्रो माइलेज। र पहिलो पोइन्ट हामी आजको कुरा गर्नेछौँ लुक्स एन्ड डिजाइनको बारेमा है। लुक्सको विषयमा कुरा गर्दाखेरि एकदमै राम्रो लुक्स, क्रुजिङ टाइपको छ है, मजाको छ। र 14 लिटरको फ्युल ट्याङ्क तपाईहरुले देख्न सक्नुहुन्छ, र जसले गर्दाखेरि एकदमै बल्की टाइपको लुक्स दिने गर्छ है। सिटको हाइटको कुरा गर्दाखेरि 795 mm जस्तै 2 फिटको सिटको हाइट रहेको छ। र वेटको कुरा गर्दाखेरि 160 केजी, एक्ज्याक्ट भन्दाखेरि 159 केजीको यो हामीले पाउँछौँ है। एकदमै लाइट वेट छ। हन्टर जति अब हन्टरमा कम्पेयर गर्नु हो भने चाहिँ 180 को वेट छ हन्टरको चाहिँ है। यसको चाहिँ 159 खाली वेट, एकदमै लाइट वेट है। त्यहाँदेखि हामीले 5 गियर शिफ्ट पाउँछौँ मेनुअल है। र ग्राउन्ड क्लियरेन्सको कुरा गर्दाखेरि 181 mm को ग्राउन्ड क्लियरेन्स रहेको छ यसको। एकदमै राम्रो क्लियरेन्स दिएको छ हन्टरको भन्दाखेरि चाहिँ। हन्टरको चाहिँ 150 मात्र छ है। हाम्रोतिर स्पिड ब्रेकरहरूमा अलिकति प्रब्लम हुन्छ त्यसमा चाहिँ। सो टिभीएसले त्यसको एकदमै राम्रो ख्याल राखेको छ है। 181 को mm को यसले ग्राउन्ड क्लियरेन्स दिएको छ। र अर्को कुरा फिचर्सको बारेमा कुरा गर्दाखेरि यो बेसिक्स फेज 2 मोडलको हेडलाइटको कुरा गरौँ पहिला है। एलइडी दिएको छ, इन्डिकेटर पनि एलइडी दिएको छ है। हेजार्ड लाइट पनि यहाँनिर तपाईले पाउन सक्नुहुन्छ। र यहाँनिर मिटरमा हामीले हेर्न सक्छौँ है, सबै दिएको छ। जस्तै गियर शिफ्टिङ है, न्युट्रल, पेट्रोल इन्डिकेटर, स्ट्यान्ड इन्डिकेटर है, सबैको यहाँनिर पहिला नै एकदमै राम्रो डिजिटल मिटर दिएको छ। ठुलो डिस्प्ले छ है। र एभीएसको 2टा मोड दिएको छ, उर्बन र रेन। हालाकि दुइटै एउटै काम गर्छ है। अनि यसको पहिलो टायरमा चाहिँ सिंगल च्यानल एभीएस दिएको छ, र सेकेन्ड टायरमा हामीले त्यो एभीएस पाउँदैनौँ है बेस भेरिएन्टमा। टप भेरिएन्टमा चाहिँ बोथ विल्सहरूमा तपाईँले बोथ टायर्समा एभीएस पाउँछ है। एन्ड यसको टप स्पिड 120 किलोमिटरको रहेको छ। यसको पर्फर्मेन्सको कुरा गर्दाखेरि पहिला इन्जिनको कुरा गरौँ है। इन्जिन 225 सीसी को इन्जिन दिएको छ, एकदमै स्क्वायर इन्जिन यहाँ हामीले देख्न पाउँछौँ है। जसले एकदमै ज्यादा पावर पनि हैन, तर एकदमै कम्ती पावर पनि हैन। यसले एकदमै एभरेज पावर दिएर निकाल्छ। जहाँ तपाईलाई पावरको जरुरत पर्छ त्यहाँ यसले पावर दिन्छ। 20 bhp को पावर प्रड्युस गर्छ एट 7750 rpm है। टर्क यसले लगभग टप टर्क यसले 19.39 Nm एट 3750 rpm मा दिन्छ है। यो भयो अलिकति सर्ट इन्ट्रोडक्सन टिभीएस को बारेमा। सो गाइज, यो टिभीएस रोनिनको बारेमा त हामीले सबै कुराहरू जानिसकेको छौँ। र अब चाहिँ मेरो एक्सपिरियन्सको बारेमा जान्ने कोसिस गरौँ है। र जुन चाहिँ यसको पावर छ, 2 नम्बर गियरमा हाम्रो जुन चाहिँ हिल एरियाको रोडहरू हुन्छ, ट्यारेनहरू हुन्छ है, त्यसमा मजाले तान्छ। अफ रोड होस् या प्लेन रोड होस्, 2 नम्बरमा तपाईलाई केही पनि दिक्कत हुने छैन। हालाकि यसको इन्जिनको बारेमा कुरा गर्दाखेरि 225 सीसी को इन्जिन यसमा हामीले पाउँछौँ। र जुन चाहिँ कम्पिटिसनमा
अरू बाइकहरू छ त्यसमा 350 सीसी को इन्जिनहरू हामीले पाउन सक्छौँ, तर यसमा पनि त्यति नै पावर छ, त्यसमा पनि त्यति नै पावर छ। सो अहिलेसम्म मलाई पावरको जुन चाहिँ हिल्ली टेरेनमा हुन्छ नि, उकालोमा है, ओह्रालोमा, स्पेसली उकालोमा है, 2 नम्बरले एकदमै मजाले तान्छ। र कतिजनालाई थाहा हुनसक्छ दार्जिलिङको रोडहरू कस्तो छ भनेर, एकदमै अफ रोड अनि एकदमै उकालो, एकदमै मजाले तान्ने गर्छ यो बाइकले है। मलाई केही पनि इस्यु छैन पावरमा चाहिँ, तर जब हामी ओभरटेक गर्न खोज्छौँ नि, जब हामी ओभरटेक गर्दाखेरि चाहिँ त्यति बेला चाहिँ हामीले अलिकति स्लाइटली अलिकति पावर ज्यादा भयो, अलिकति गियर होइन, यसमा 5th गियरसम्म छ, अलिकति एउटा गियर ज्यादा भयो होइन, ओभरटेकहरू गर्नुको लागि अलिक सुविधा हुन्थ्यो जस्तो मलाई लागेको छ। यो बाइक को बारेमा कुरा गर्दाखेरि है, यत्रो 6000 किलोमिटर अहिलेसम्म मैले राइड गरिसकेको छु र यो मेरो अनेस्ट रिभ्यू तपाईँहरूको समक्ष है। के हुन्छ भन्दाखेरि चाहिँ अलिकति चेनमा जुन चाहिँ चेन गार्ड छ होइन, चेन गार्ड छ, डस्टर नलागोस् भनेर, र पनि एकदमै ज्यादा त्यहाँनिर म एभ्रिडे त्यो चेनलाई सफा गर्छु, र पनि त्यहाँनिर अलिकति मैला भएको जस्तो मलाई लाग्छ है। र एउटा प्रब्लम के छ भन्दाखेरि चाहिँ तपाईँहरूले यहाँनिर बाइकमा देख्नै भएको छ, 1-2 रस्टहरू लागेको छ है। त्यो प्रब्लम चाहिँ अलिकति टिपिएसले सल्भ गर्नुपर्ने हुनेछ। हालाकि त्यस्तो साह्रो रस्टिङ त छैन, र पनि यहाँनिर 1-2 जस्तै यहाँनिर नटमा सिलिन्ड्रिकल जुन चाहिँ हाम्रो पाइप छ है, त्यसमा। एन्ड एउटा कुरा के छ भन्दाखेरि चाहिँ यहाँनिर जुन चाहिँ हाम्रो मोडहरू दिएको छ नि, अर्बन र रेन मोड दिएको छ, त्यो अटोमेटिकली सिफ्ट हुन्छ। जस्तै हामीले मोड एउटा जस्तै अर्बन अहिले राखिरहेको छ भने त्यो कुद्दा कुद्दा नै चेन्ज भइहाल्छ। त्यो अलिकति प्रब्लम मलाई लागेको छ है। जुन चाहिँ यसको हेडलाइट एलइडी है, जुन चाहिँ इन्डिकेटरहरू एलइडी छ नि, त्यसले चाहिँ के प्रब्लम हुँदो रहेछ हाम्रो हिल्ली रिजनमा भन्दाखेरि चाहिँ जति बेला फगहरू लागेको हुन्छ नि, फगहरू लाग्दाखेरि चाहिँ एकदमै ज्यादा प्रब्लम हुन्छ हामीलाई, किनभने त्यो एलइडी लाइटले त्यो डिस्टेन्स कभर गर्दैन। जुन चाहिँ त्यो हाम्रो जस्तै हन्टरतिर तपाईँले देख्न सक्नुहुन्छ है, त्यो जुन चाहिँ ट्रेडिसनल लाइट पहिलाको छ नि, त्यो लाइटले अलिकति हामीलाई त्यो भिजिबल हुन्छ, तर त्यो एलइडी लाइटले चाहिँ एकदम ज्यादा प्रब्लम दिनेछ, एकदम ज्यादा प्रब्लम दिन्छ। अरू के छ भन्दाखेरि चाहिँ यसको जुन चाहिँ पेन्टहरू छ नि, जस्तै ट्याङ्कीमा पेन्ट भयो, तपाईँले यहाँ देख्न सक्नुहुन्छ एकदमै ज्यादा स्क्रैचेसहरू यहाँनिर पाउनुहुन्छ, एकदम ज्यादा स्क्रैचेस। र अरू बाइकहरूमा खै यतिको स्क्रैचेस भएको जस्तो मलाई लागेको छैन, र पनि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ पेन्टहरू निकै नै ज्यादा स्क्रैचेस भएको छ मेरोमा चाहिँ, स्पेसली मेरोमा है, किनभने म ब्याग अगाडि बोक्छु प्रायः जस्तो चाहिँ। र अर्को कुरा के हुन्छ भन्दाखेरि जुन चाहिँ यसको यो इन्जिन गार्ड छ नि, मुनिको गार्ड छ, त्यसमा चाहिँ एकदमै ज्यादा, अब हाम्रोतिर त अफ रोडिङ हुन्छ, मैला हुन्छ है, स्यान्डहरू हुन्छ, त्यति बेला चाहिँ एकदमै ज्यादा स्यान्डहरू त्यहाँ भरिरहेको हुन्छ, क्या त भरिरहेको हुन्छ, त्यो अलिकति प्रब्लम छ यसको है। र अरू त अहिलेसम्म मलाई यति प्रब्लमहरू फेस गर्नु परेको छैन यो बाइक लिएकोदेखि है। र यो मेरो अनेस्ट रिभ्यू, मैले अहिलेसम्म एक्सपिरियन्स गरेको यो बाइक यो बाइक लिएपछि मैले एक्सपिरियन्स गरेको कुराहरू तपाईँसँग सेयर गरिरहेको छु अहिले है। र कतिजनाले यो हाम्रो दार्जिलिङमा टिभिएस रोनिन अन गर्नु भएको पनि छैन होला, किनभने म दार्जिलिङ वरिपरि पुरा राइड गर्छु, तर यो टिभिएस रोनिन एकदमै कम्ती मात्रामा मैले देख्छु, भेट्छु है। र कतिजनाले दार्जिलिङमा यो टिभिएस रोनिन अन गर्नुहुन्छ, कमेन्ट गर्नु नबिर्सिनुहोस् होला, र तपाईँहरूको एक्सपिरियन्स पनि सेयर गर्नु नबिर्सिनुहोस् होला। र आजको लागि चाहिँ म सङ्गीत बिदा लिन्छु है, फेरि पनि अर्को भिडियो लिएर तपाईँहरूको समक्ष आउने बाचा सँगसँगै अहिलेको लागि बाई बाई।